अब हाम्रो टुर सुरु भयो त्यो झोला पनि मनिष भाइ यो पनि राख्छु तिम्रो झोला पनि राख न यो पनि राख ल हाम्रो मनिष भाइ अब हामी आज चाहिँ छोपेमा जाँदैछौँ लाएर क्या हो गया सैंडविच यहाँको कफी चाहिँ दामी रहेछ हामी चाहिँ यताबाट स्टारबक्स कफी खाएको रबिन एन्ड बास्किन झरक्क लाएर यो चाहिँ हाम्रो चाहिँ यो छोपेमा जाँदाखेरि यो बाटोमा चाहिँ यो शिवा ढाबा भन्ने चाहिँ ठाउँ छ त्यहाँ खाना खानु होला वन्डरफुल छ यहाँ रबिन एन्ड बास्किन सबै छ यो महेश भाइ छ वे टु छोपेमा जाँदाखेरि तपाईँले बाटोमा यहाँ सबवे पनि भेट्नुहुन्छ यहाँ वरिष्ठ सरिष्ठ सबै भेट्नुहुन्छ छोपेमा जाँदाखेरि बाटोमा कस्तो छ इन्डियन खाना कहिलेकाहीँ इन्डियन खाना पनि चाख्नुपर्छ मिठो हुन्छ कि ठिक चाहन्छ नि इन्डियन खाना हिमाल मनाली पनि खेल्नु पऱ्यो यो चाहिँ अब छोपेमा पुग्न लागेको ठाउँ हो अब मन्डीमा पुग्छौँ हामी त्यसपछि अब यहाँबाट चाहिँ हामी 1 घन्टा जतिमा चाहिँ छोपेमा पुग्छौँ त्यही हो पहाडहरू सबै यस्तो छ राम्रो छ बाटो यहाँमा चाहिँ यस्तो ग्यास चाहिँ इन्डियामा चाहिँ सबै ग्यासबाट चल्दैछ यसरी गाडी चाहिँ ग्यासबाट चेन्ज हुन्छ यो सबै ग्यास यसरी ग्यास पर्दैछ यहाँ ग्यास 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 नो पेट्रोल एभ्रिथिङ बायोग्यास बायोग्यासबाट चल्दैछ है यो टोयोटा गाडी हो तर यो बायोग्यासबाट चल्दैछ छोपेमाको बाटोमा यहाँबाट चाहिँ 1 घन्टामा हामी छोपेमा पुग्छौँ यहाँ गाडीमा ग्यास हालेको यहाँ चाहिँ पेट्रोल चाहिँदैन ग्यास चल्छ ग्यास है हो त्यो हाम्रो गाडी हो यो त पहाड सबै पहाड छोपेमा गुरुरुङ बजेको ठाउँ छोपेमा गुरु रिमोजीको दर्शन गर्न आएको छोपेमा छे ल तपाईँहरू सबैले यो चाहिँ छोपेमा हो गुरु रिमोजीको दर्शन गरेर भाग्यमानी हुनु होला यसलाई नै अब यसो गरेर दर्शन गरेर भाग्यमानी हुनु होला So now
It's good, it's good. आज हाम्रो बुढा मेरो बुढी मेरो छोरा छोपेमाको दर्शन आयो गर्दा हामी तीनचोटि दर्शन भयो है तीनचोटि दर्शन भयो छोपेमाको पोखरीमा यस्तो छ हवन कुण्ड छोपेमा कलर भेरी पिसफुल प्लेस यहाँ आउनुभयो भने तपाईहरुको मन आत्मा सफ शान्त अनि शान्ति पाउनुहुन्छ दर्शनको लागि आउनु होला गुरु रिम्पोचेलाई टोक्न थ्यांक यू सबैमा मर्निङमा अब यताबाट हामी त्यो डाँडामा जान्छौँ त्यो डाँडामा गुरु क्या सबैमा आयो भने तपाईँहरू पनि यो होटलमा बस्नु यो होटल चाहिँ राम्रो रहेछ है राम्रो रहेछ सफा रहेछ मेन कुरा चाहिँ सफा राम्रो रहेछ त्यति हो अब छोपेमा पुग्न भयो छोपेमा भनेको क्याब चाहिँ अब यो चाहिँ माथि हामी गुरु रिम्पोचेको क्याबमा जान लागेको अब फुकमा भनौँ न होइन यहाँबाट चाहिँ स्टेप लिएर चाहिँ चेराप्पा जानुपर्छ यसो हिँड्न चाहिँ सक्नुपर्छ है साथीहरू धन्यवाद दादी
हजुर wonderful ल आज चाहिँ हामी छोप्यामा भर्खर चिया खाएको क्या बाल्ना ओके यो चाहिँ छोप्यामामा अब यस्तो गरेर हामी चाहिँ मेन यो गुफाबाट जान्छौँ यताबाट तपाईँहरूले यो गुफाको बारेमा नक्सा नक्सा रहेछ कहाँ कहाँ जाने भनेर यस्तो अरे पसेर जानुपर्छ यसरी गुफा हो गुफा यहाँ गुफा अब यस्तो छ यो सबै गुफा हो गुफा यहाँ गुफा गुफामा यसरी जानुपर्छ यसरी गुफाको बाटो यसरी हो गुफा माथिबाट यसरी देखेको अरे गोठालोले भन्नुहुन्छ मको क्यापभित्र गुरु रिम्बुचे उहाँलाई चाहिँ गुरु रिम्बुचे चाहिँ यसरी मिटिङ बस्दाखेरि ऊ त्यो माथिको पोलबाट चाहिँ गोठालाले देखेको अरे कि अनि त्यहाँबाट चाहिँ अब यो पोल सोल पुऱ्याउने हुन्छ नि एक्लै अर्काको त्यो जमानामा पनि पोल पुऱ्याएर यसरी चाहिँ उहाँलाई जो दुःख दिएको रहेछ त्यसले यो पोल पुऱ्याउने त्यो अर्काको कुरा गर्ने त्यस्तो काम चाहिँ तपाईँहरूले चाहिँ गर्नु हुँदैन कि है पहिलेको कहानीबाट चाहिँ हामीले त्यही कुरा चाहिँ सिक्नुपर्छ है तपाईँ हामीले है ल गुरु रिम्बुको दर्शन गर्नु पवित्र मन हुनु त्यही हो है गुरु रिम्बु चाहिँ यहाँबाट चाहिँ गुरु रिम्बुको दर्शन मजाले गर्नु होला तपाईँहरूले यहाँ ठाउँभित्रको गुरु रिम्बु दर्शन थापुक भन्छ यो है यसरी यो चाहिँ 2026 मेको चाहिँ आज 21 तारिक
गुरुमा चाहिँ प्लेस पाउँदै जाउँ फेरि अर्को क्याउ रहेछ साह्रै तल तल जानुपर्ने छ अलिक खतरा खतरै छ जानुपर्ने गुरुको छोपे म चाहिँ यसरी उउँदा टुमासबाट सबै यसरी खसेको रहेछ त्यो हाम्रो इन्ट्रेस्ट म चाहिँ ढुङ्गाबाट चाहिँ तर पलहरू भिडियो खिच्छु छोपेमा यो चाहिँ तपाईँहरू गर्मीमा आयो भने चाहिँ एकदम राम्रो किनभने जाडो पनि नभएको गर्मी पनि नभएको क्लाइमेट एकदम ब्युटिफुल है ल See you guys bless. Good. Guys happy? Good. It's very beautiful place. ल साथीभाइहरू पनि आउनु जिन्दगीमा यसो परिवर्तन रमाइलो छ है त मैंने आपको पहले भी मिला था अब वो हाँ उधर इधर तो oh, my son and my wife like to walk. See? लुङ त जति अब यहाँको चाहिँ सबै तपाईँको ढुङ्गाहरूदेखि लिएर पात पतङ्गा सबै नियो हो फेरि यहाँ सबै नियो हो तपाईँको अब यो त हो कि रिम्पोजीले चाहिँ यसो हात तन्काउँदाखेरि लागेर चाहिँ चट्ट बिचमा काटिदिनु भएको बस्नुहुन्थ्यो अरे पहिले यो ढुङ्गातिर अब त्यसले मन्दिरहरू बनाएको छ अब यहाँ पनि यस्तोहरू छ यहाँ यस्तोहरू छ यो चाहिँ छोपेमाको घारी ट्याक्सी स्ट्यान्ड हामीले चाहिँ दर्शन गरेर आइसक्यौँ अब हामी चाहिँ यताबाट चाहिँ आज धर्मशालातिर लाग्छौँ यहाँबाट धर्मशाला त्यस्तै 5 घन्टा जतिमा हामी धर्मशाला पुग्छौँ त्यहाँबाट चाहिँ धर्मशालामा दर्शन गरेर
आउँछु जस्तो पाहाडको माथि पोखरी यो चाहिँ यिनीहरूको भनाइअनुसार चाहिँ यो कौरवको पालामा द्रौपदीले चाहिँ तिर्खा लगाएछ अरे यो डाँडामा अनि अर्जुनले चट्ट बाण चलाएर चाहिँ टक्क हानेछ यहाँ लागेर उता उछिरेछ अनि यो पानी निस्केको रहेछ भन्ने चाहिँ एउटा किम्बदन्ती छ है त नि ल यो माछा टन्न छ यहाँ अझ माछालाई खाना खुवाउनुलाई चाहिँ अलाउड छैन छ पहिले चाहिँ खुवाउनु मिल्छ अहिले चाहिँ खुवाउनु मिल्दैन रहेछ नो एलाउड देखाए ल हामी चाहिँ अब छोपेमा दर्शन गरेर होइन दर्शन गरेर आएको ल डिएन खाऊ लीजिए सर एक चिकन में मीठा है कि नहीं है? मीठा है कि नहीं? कता गुलियो चाहिँ छैन माइल सर माइल गुड है ये क्या बोलते हैं वो नहीं है धनिया है पुदीना अभी आएगा लेके ना बंदा यहाँ पे पैसों से नहीं मिलता है खुद का होता है वो जो सीजन लगा टाइम में खुद का लगाया करो यार जूस पंजाब में ना पंजाब में तो 5 रुपए की गुच्छी 10 रुपए की गुच्छी वो पुदीने की यहाँ पे नहीं मिलती है यहाँ पे मिल जाए तो मैं 10 लेके रखूँ लगाया वो पीछे लगाया ड्रम के पास घर में लगाया क्या करें पूरा नहीं होता है बुद्धगयामा आयो धर्मशालामा हामी चाहिँ चिनर रेसिडेन्सी भन्ने बसेको यहाँ चाहिँ एकदम राम्रो सफा अब यहाँबाट भोलि दलाई लामा दर्शन चाहिँ यही मुनिबाट जानुपर्छ जस्ट 5 मिनट मात्रै पर्छ त्यो चाहिँ यो चाहिँ एकदम इजीसँग पर्छ त्यसै तपाईँहरू पनि बस्नुलाई अन्त लामाको मन्दिर त्यहाँ चाहिँ दर्शन गर्छौँ है त्यहाँ बस्ने ठाउँ बटेश्वर जान्छ त्यहाँ है राम्रो छ आनन्द छ कसो भयो आज बढी हो सकतकमा ठक्क हामीलाई एकदम ब्लेसिङ भयो सकतकमा यस्तो सोचेको पनि थिएन तर ठक्क भयो होइन धर्मशाला चाहिँ बौद्ध जस्तो रहेछ यस्तो भएको है धर्मशाला यहाँ मोमो पनि भेट्छ यहाँ खैराहरू पनि छ फोन आएको आउँछ तिम्रो फोन आयो कान सुन्दैन धर्मशाला मार्केट यस्तो यस्तोहरू छ मार्केट हो यो धर्मशाला मार्केट अब यहाँ चाहिँ सामान सबै पाउँदो रहेछ चराबिराहरू
कस्तो बुढी यो चाहिँ हाम्रो होटल हो चिना रेसिडेन्सी इज वान अफ द गुडेस्ट रेसिडेन्सी इन द धर्मशाला यहाँ बस्नुहोस् यहाँबाट दलाई लामाको दर्शन गर्ने गुम्बा चाहिँ जस्ट 5 minute वक फ्रम ओभर हियर ऊ मेरो भुँडी गइरहेछ यताबाट हाम्रो रुम चाहिँ ऊ यो दुइटा चाहिँ हो यताको फुच्चे मेरो छोराको यताको मेरो हो अनि त्यही भएर दलाई लामाको दर्शनमा जानु लागेको मेरो फुच्चे हो बुढी ल आउने हामी चाहिँ दलाई लामाको दर्शनमा जानु लागेको अब हामी यहाँ दलाई लामाको दर्शनलाई म जानु लागेको यहाँ अन्त हो म हेलो ल आज ब्लेस पाउने भयो है ल ल बुढी ल मेरो ब्लेसिङ पाउने भयो दलाई लामाको ओहो भाइ मनस्वी हो टिबिटेन मार्केट यहाँ भित्र छर्छ लामा दर्शन गर्नेछौँ यहाँबाट हामी यहाँबाट हामी दलाई लामा दर्शन गर्न धर्मशालामा चाहिँ यो मान्छेहरूको चाहिँ यस्तो भिड छ यो कुन ठाउँको होला कुनै लुगा पनि एकदम स्पेसल छ यस्तो होला हामीले ऊ परबाट चाहिँ पस्ने हो त्यहाँबाट पस्नु पर्छ यहाँबाट दर्शन गर्ने हो यिनीहरू चाहिँ अब यसको
Anger, very bad for our health. Compassion, it brings inner peace, peace of mind, really help to keep healthy body and nice smile. ल त्यहाँ बज ल आज हामीले दलाई लामा दर्शन गरेर एकदम राम्रोसँग यहाँ उहाँहरूको दर्शन भयो ल भगवान्को दर्शन राम्रो भयो दलाई लामा दर्शन राम्रो भयो ए ल ल ल ल यहाँ उहाँहरू सबै दर्शन राम्रो भएछ सबै यहाँहरूको दर्शन सबैले दर्शन दर्शन भयो यो सबैलाई दलाई लामा दर्शन गर्न आएको हुनु सबै गुड गुड दर्शन राम्रो भयो नि साथीहरूलाई ल ल ठिक छ ल ल अब जानुपर्छ दलाई लामाको दर्शनपछि ओके थ्याङ्क यू ब्रेकफास्ट खाएको अमेरिकन ब्रेकफास्ट हो यहाँबाट हिमाल देख्दाखेरि क्या हिमाल पुरा देख्दो रहेछ धर्मशाला ऊ हामी बसेको फुटेज हो त्यो हो चिना धर्मशाला यहाँ चाहिँ माउन्टेनहरू सबै देख्छ ब्युटिफुल छ यहाँ चाहिँ कफी खानुभयो कफी रेस्टुरेन्टहरू चाहिँ टन्नु रहेछ यहाँ कफी सफीको लागि चाहिँ प्रब्लम छैन यहाँ ल ब्रेकफास्ट खाइसक्यो साथीहरू मिठो भयो ल अमेरिकन ब्रेकफास्ट खाएको हामीले यहाँ चाहिँ दलाई लामाको दर्शन पनि भयो अब केटाहरू फेरि घुम्नेतिर लाग्यो है ल बाबा नरिवल पानी खा भयो हाम्रो गाडी हाम्रो गाडी चाहिँ यताबाट अगाडि पार नरिवल पानी खाएको यहाँ लाएर भित्रै खाएको कस्तो छ ल आनन्द छ खै मैले चाहिँ अल्छी लाएर ऊ चाहिँ भित्रै खाएको म र छोरा चाहिँ त्यो छोराको
दिएन होइन तिमी खाऊ न म खान्छु नि अर्को कस्तो छ मजाले यसले चाहिँ डिहाइड्रेट हुँदैन क्या राम्रो हुन्छ क्या अझै बढ्दा खान सक्दैन खाऊ न अब हात पात पाउँदैन खाऊ 2 दिनहरू खाऊ बर्गर किङ यहाँको इन्डियाको बर्गर किङ नल्लो पानी खाएको कैसे लगा अच्छा लगा अच्छा लगा अच्छा ल और यसै बढिया चाहिँ बास्किनको आइसक्रिम कस्तो छ आइसक्रिम यिनीहरू नै हान्छ आइसक्रिमको भेराइटी